म यहाँको राजा पो मुटु नै श्रिङ श्रिङ हुन्छ प्रेम लाउने होइन यो कोची प्रिफेक्चर है दामनको केटाहरूलाई हिजो देखाइदिएको नि त होइन लाज पचर खाइदिने है वाउ यत्रो ठुलो हराउँ पनि तिमी कस्तो बस्ने हो रे हेलो गाइज सबैजनालाई सेवा नमस्ते गुड मर्निङ सबैजना सन्चै हुनुहुन्छ होला होइन म पनि सन्चै नै छु है अनि आज चाहिँ म भर्खर उठेको हेर्नु न गाइज अलि हिजो धेरै घुमिएछ नि त है साथीहरूसँग अब हिजो चाहिँ अब धेरै नै घुम्यो नि त अनि अब बिहान उताबाट पनि आइयो अनि उताबाट यामागुची केनबाट आएपछि लगभग यामागुची केनबाट होइन 3-4वटा केन क्रस गरेर चाहिँ यो हामी अहिले कोची भन्ने केनमा छौँ अनि यो कोची केनमा आइपुग्न लगभग हामीलाई गाडीमा 4-5 घन्टा लाग्यो होइन हिजो 2-3 बजीतिर आइपुगेको थियो तपाईँहरूले भिडियो सायद अगाडिको पार्ट देखिसक्नु भयो होला है आज चाहिँ अर्को टुरिज्म प्लेसतिर कोची केनको एकदम यहाँनिर त्यो एकदम टुरिज्म प्लेसहरू धेरै रहेको रहेछ कि एकदम घुम्न लायक ठाउँहरू चाहिँ है अनि त्यो भएर अब आजको यात्रा चाहिँ हामी अर्को ठाउँतिर घुम्नेछौँ र सँगसँगै तपाईँहरूलाई पनि घुमाउनेछौँ जुन हामी जहाँ जहाँ घुम्छौँ जुन जुन एरिया घुम्नेछौँ सम्पूर्ण भिडियोहरू चाहिँ म यहाँनिर एड गरेर राख्नेछु जे होस् हिजोको यात्रा पनि एकदमै रमाइलो भयो होइन एकदम बब्बाल भयो झन् त्योभन्दा बब्बाल चाहिँ आज हुन्छ है गाइज भिडियो हेर्न भने नछुटाउनु है तपाईँहरू एकदम मेरो हरेक भ्लगहरू आउँछन् होइन मैले के गर्छु कहाँ जान्छु के गर्छु सम्पूर्ण भ्लगहरू चाहिँ मैले बनाएर यस युट्युब च्यानल मार्फत मैले अपलोड गर्ने जानकारी पनि गराउँछु तपाईँहरू सबैजनालाई है सबजनाले हेर्दै गर्नुहोला उठाएको रेडी जाने हो जाने अब मायाकोतिर कस्तो बस्ने हो र हेर यहाँ सुतेको बिच छिटो उठ्यो भनेको अब खाना खान गइरहेको छौँ है भाइ हेन्सम भएको छ फेरि अनि हिजो के काम गऱ्यौ त भाइ हिजो घुम्यो नि त घुम्यो रमाइलो भएन रमाइलो भयो नि है टक्क हामी त गइरहेको छौँ बाजे गाडी चलाइरहेको छ हाम्रो प्रेम हो प्रेम हेर न तिमीले हेन्सम अनुहार देखाउनु पर्छ अब हामी गएर मिठो मिठो खानेकुरा खानेछौँ है गाई चाहिँ खतरा पकाएको छ साथीले है साथीको रुममा जाँदैछौँ हामी तपाईँलाई भिडियोमा देखाउँदै गर्छौँ गाइज हामी चाहिँ फाइनल्ली आइपुग्यो साथीको रुममा पनि होइन त्यहाँ गाडी पार्किङ गरेर टक्क उता आइरहेको छौँ अनि ऊ त्यहाँ छ न साथी चाहिँ हामीले लिन आएको ऊ त्यहाँ पहिलो लुगा लगाएर बसेको होइन कहाँ हो बिल्डिङ चाहिँ घर यो हो यत्रो ठुलो हराउँ पनि तिमी आमा हाई Coco? Lain guys. Wow. Oh my god, कस्तो खतरा छ मा हेर त वाउ क्या खतरा सिन ओ नो वाउ कस्तो दामी रहेछ ऊ त्यो पुल हेर होइन यस्तो दामी के खतरा सिन देखिँदो रहेछ है अस्ति नै तिमीले भिडियोमा देखाएको थियौ यिनीहरू जहिले यतिखेर भएर आउँछ के हो यो यो चाहिँ हिजो हामी काचुरामाको थियो नि त्यही उमियो त्यसको बन्दरगाहभित्र सबै छिरेको हो कि सबै काचुरामाकै हो कि सबै कस्तो दामी सिन देखिँदो रहेछ है हेरिहाल्नु भयो है यस्तो पनि राम्रो हुन्छ है दामी छ क्या दामी पकाएको छ मायाले मासु यता पनि वाउ के बनाएको त आमा घुम्ने माया सान चिसो नि खानेकुरा मलाई भोक लाग्यो है तपाईँलाई भोक लाग्यो होला भनेर मलाई कि बेलुका पनि के लागेन हो मलाई चाहिँ लाग्नु थियो
लागेको भन न झन्नै लाग्यो तर लागेन फुल गाई हामी चाहिँ टन्नै खाएर होइन साथीको कोठाबाट अब बाहिर निस्किन्छौँ सुरु हुन्छ आज हामी कहाँ घुम्न जाने रे माया आज कोचिजो कोचिजो कस्तो राम्रो राम्रो ठाउँ छ त्यहाँ टेम्पल चाहिँ ठुलो त्यो ओसाकाको टेम्पल हो कति यहाँबाट कति मिनट लाग्दैन गाडीमा एकछिन हो अनि प्रेम कस्तो लागिरहेको छ एकदम आज दोस्रो दिन है रमाइलो यात्रा रमाइलो भएको छ नि होइन धेरै समयपछि बाहिर निस्किएको टक्क होइन फ्रेस पनि भयो नि त सबै फ्रेस पनि भयो अनि यहाँ आएर नयाँ एक्सपिरियन्स के लियो के छ नयाँ एक्सपिरियन्स त अहिले क्यामेरा अगाडि भन्नु मिल्दैन केटाहरूलाई हिजो देखाइदिएको नि त होइन अल गाइज अब चाहिँ हामी टक्क सबैजना होइन रेडी भएर ह्यान्डसम भएर अनि क्युट भएर माया छन् होइन अनि त्यसपछि हामी घुम्न गइरहेको छौँ हाम्रो बाजेलाई चाहिँ ठ्याक्कै राजेन्द्र खड्की जस्तो देखिँदो रहेछ होइन अनि टक्क हाम्रो यता फेरि ह्यान्डसम मान्छे भाइ त्यसपछि यो फोन झऱ्यो फोन टक्क अब जान्छौँ है त गाइज हाम्रो यात्रा चालु रहनेछ हामी कस्तो ठाउँमा जानेछौँ हामी तपाईँहरूलाई देखाउनेछौँ प्रेमजी हजुर भन्नुहोस् तपाईँ नलजाउनुहोस् के ओके म छु भिड नगर्नुहोस् हेर्नुहोस् त म लजाउँछु गाई म पनि लजाउँदिनँ अहिले मात्रै लजाएको तर होइन लजाउनु त म खासै नलजाउने हो त्यो खाना खाने बेला पनि कहाँ कहिले काहीँ लाज लाग्छ टन्नै खाइदिएको होइन केटाहरूले जिस्काएर फेरि मलाई हैरान पारे नि त्यो त्यो भएर रुच्दैन है झन् होइन रुच्दैन नि त त्यस्तो होइन म टन्नै छु लाज पचाएर खाइदिने है त्यस्तो रुच्दैन मलाई त्यस्तो जिस्काएर पनि होइन म त खानै टन्नै भइसकेको थियो मेरो त त्यो भइरहेको के भइरहेछ यो लाज पचाइदिने मोटाएको छु नि त त्यो धेरै रुच्दैन गाइज हामी चाहिँ भित्र छिर्न गइरहेको छौँ है टक्क अब के छ हौ यहाँ त आमा के हो यो पसलै पसल छ यहाँ त खाएको खाइछन् यिनीहरू यो चिच्याउँछ नि यिनीहरू हेर कति चिच्याएको हुन् यो कस्तो ठाउँ हो यो कस्तो ठाउँ भने जस्तै अब हामीले जहाँ पनि किन्यो जहाँनिर गएर नि बसेर खान पाउने कि चिन्नै पर्छ भन्छ छैन कि जहाँ नि गएर बसेर खान पाइन्छ कि यो यिनीहरू भएको ठाउँमा नि बसेर खानु पायो खान पाइन्छ जस्तै हामी बसेर खान जापानिजहरू अब नर्मली आउँदैन नि त हाम्रो ठाउँमा बस्नलाई आएर बसेर खाएर बाजेहरू बुढो बाजे त मक्क बस्छ किनेर हो यो बाजेलाई राखिदिउँ क्या उयो त बुढा हामीले कस्तो राम्रो राम्रो रहेछ यता त प्रेम लाउने होइन यो कत्रो छ हौ यहाँ त यार है भाइ हेर त यति धेरै के हो ए यो हो यो त इन्डोर रेस्टुरेन्ट रहेछ गाइड मान्छे छ अनि अब जस्तै यहाँको मतलब यो बिल काउन्टर चाहिँ एउटैमा हो कि सबैको किन्न चाहिँ काउन्टरबाट किन्ने होइन जुन काउन्टरमा चाहिँ पैसा बसेर जहाँ पनि बसेर खान पाएँ कि यहीँ बस्नुपर्छ भन्छ नि जहाँ पनि बसेर खान पाएँ कि साथी सबैजना बसेर खान पाएँ बसेर गफ गरेर नचिने पनि हामी त्यो बाजेहरू त्यो बुढोहरूले कि हामीलाई बाजेहरू त उतै पछाडि नै छ त अनि हामी त हिँडेको आउँदैछ मान्छे नआएर क्या यति धेरै बाटो नभएर के हुनु हुन्छ है हुँदैन ठाउँ पनि हुँदैन क्या त्यो बेला विदेशीहरू कति आउने रहेछ त्यो बेला झन् शनिबार आइतबार त सबै त्यो विदेशीहरू मात्रै हुन्छ क्या प्रायः हाम्रो होटेलले पनि यहाँनिर पठाउँछ कि सुरुमा कहाँ हो यहाँ यो कुन हो भनेर सोच्छ कि सबैले हिरो कहाँ हो भन्छ कि यो चाहिँ के रे ठाउँ हिरोमे इचिबा हिरोमेइचिबाको एकदम यो युमेन त कोरो यो ठाउँको नामै हिरोमेइचिबा तर कति राम्रो क्या है छुट्टै संसारमा जस्तो हो त्यस्तै फिल भएको मलाई त साँच्ची भनेको गाइज बाजेलाई चाहिँ एकदम रक्सी खानु मन लाग्यो अरे यहाँनिर अनि हामी गाडी लिएर आएको नि त अनि ट्याक्सीमा आएको भए हुन्थ्यो गाडी ल्यायो ट्याक्सीमा आएको भए यसो खान मिल्थ्यो भनेर भनिरहेको छ है के गर्नु नि दिदीको कपाल पनि इन्द्रेणी रहेछन्
कति है यो सेतो सेतो मान्छेहरू नि रहेछ नि यता माता युगाता मादे गामन नेगाइसिमास कति राम्रो ठाउँमा ल्याएको छौ धेरै धेरै धन्यवाद माया कति ठुलो छ कि यत्रो भिड छ मान्छे है हामी आयो अब चाहिँ फेरि फाइनली हामी यो भित्र घुमेर अब बाहिर निस्क्यौँ है टक्क यस्तो खालको यो के हो त्रिपाल लगाएको रहेछ यहाँ चाहिँ यो न बाहिर पनि निस्क्यो हामी भित्र यो भ्यू चाहिँ यस्तो छ गाइस यो ताइवानको टी कफी पसलमा जानु लागेको छौँ यहाँनिर कस्तो छ यहाँनिर हेरौँ के खाने ताइवानको टी बाहिर खाएर हिँड्ने गाइज हाम्रो गाइजहरू चाहिँ है टक्क अब हामी बाहिर हिँड्दै खाँदै गर्छौँ गाइज हामी चाहिँ ताइवानको टी खाएर यसरी हिँडिरहेको छ ल ल गाइज हामी चाहिँ यो के अरे कोउ चिकनमा छौँ तपाईँहरूलाई थाहा छँदैछ हिजोको भ्लग नि आइसक्यो है अनि हाम्रो यता हिरो नि भएर माया अनि कस्तो लागिरहेको छ त तिमीलाई सुनाऊ मलाई एकदम राम्रो लागिरहेको छ मलाई यस्तो फिल भइरहेको कि मैले गाइड कि टुरिस्टहरूलाई गाइड गरेर जस्तो फिल भइरहेको छ हुन त हामी यो ठाउँको लागि त एकदम टुरिस्ट नै हो नि है अब क्यामेरा उतातिर फर्काऊ कता लागिरहेको छ यस धेरै ग्रिन छ रमाइलो गर्न पाउँदा चाहिँ एकदम खुसी पनि छ हो नि है अब यस्तो टाइम मिल्दैन हामीलाई त्यो टाइम चाहिँ हेरौँ अहिले चाहिँ एकदम अहिलेको लागि बेस्ट भइरहेको छ टाइम छ बाजे त हिँड्यो त कुनै आमा सान कोउ चिकन वा यस्तो दोですか高知県はまあ、楽しいよ。楽しいですよね山口よりはこの辺は楽しいじゃないですか似たようなもんかな。そうよね山口よりはこの山口県も山口市とか下関とか行くと楽しいよ。ああそうですよね、でもその辺には遊ぶところはあんまりあるよ。ない下関はめっちゃくちゃある。まだ私は下関は行ったこといや行ってないですよそう行ってないけどでもその徳山の周りは全然遊ぶところはないですよないねそうですよね、だからあんまり出かけないよそこの辺は今からどこ行くんですか私たち高知市よ。高知城ここから遠いですかいやもう高知見える。もう見える。見えるあーそこに何があるんですかお城。お城城。城いうのは昔の誰だろう。まあ昔の人が住んでた大きい家。ああそうかめちゃめちゃ大きい家。戦国武将。ああそうですか戦国大名が住んでたとこ。昨日からずっと遊んでいますのでじゃあ楽しいですよだから前で1年ぶりだもんね。あそうですよね駅で送って徳山駅で新幹線口で送って以来でしょ。はいその時からまだ全然会ったことがなかったよयहाँबाट कोउची जो चाहिँ अब छिरिरहेको छौँ है यहाँको के कस्तो हुन्छ हामी तपाईँले देखाउँछौँ है行ってきてもいいよ。じゃあ行ってきますよね俺はもう絶対登りたくない。ぐー行ってさい行く。じゃあ ओके私たち行ってきますねってらっしゃい。はいすいませんटक्क बाजी चाहिँ नजाने त्यही बसेँ होइन अब हामी चाहिँ टक्क जान्छौँ तर यता उकालो चढ्नुपर्ने टक्क उ माथि है पहिला चढेछ पहिल्यै जानु भएको रहेछ नि त बाजी चाहिँ अनि त्यो भएर हो क्या
म चाहिँ यो उकालो चढ्न धेरै गाह्रो रहेछ हामी उतै बिल्डिङमा जाने गाइस त्यसमा जाने पसिना आइसक्यो तलबाट आएको है रेउमा भन्ने यहाँको राजा हो कि रेउमा राजा हो राजा हो कि यो यो राजा हो अनि अँ रेउमा भएपछि अनि के हुन्छ भने यहाँ एउटा यहाँको कोचीको मान्छेहरूलाई बस्न चाहिँ जस्तो चाहिँ ट्राभल गर्ने ठाउँतिर जान्छ नि रेउमा पासपोर्ट भन्ने हुन्छ कि त्यो स्ट्याम्प हालेपछि त्यसपछि फर्स्टमा सिल्भर हुन्छ त्यसपछि ग्रे त्यसपछि गोल्डन भएपछि सबै स्ट्याम्प जस्तो जुन जुन ठाउँमा घुम्न जान्छ त्यही कोचीमा स्ट्याम्प हान्ने हाम्रो होटेलमा बस्ने स्ट्याम्प जहाँ पनि स्ट्याम्प हान्ने कि त्यो भएपछि त्यो ठाउँमा जाँदाखेरि जस्तो पैसा लाग्नेहरू सब फ्री हुने कि त्यस्तो सर्भिस के ए यो राजाले चाहिँ स्ट्याम्प हानेपछि यो राजाको स्ट्याम्प छ अहिले त्यता चल्छ भनेको राजाको स्ट्याम्प भनेको राजाको पासपोर्ट के पासपोर्ट चल्ने के अब चाहिँ हामी त्यहाँ माथि गएर जानेछौँ अनि सबै कोची सिटी देखाउँछौँ यहाँबाट हामी टिकट काट्न जान्छौँ टक्क यता त्यहाँ माथि चाहिँ हामी जाने होइन टिकट है टिकट पनि पाएँ हामी लेऊ तिमीसँग दुईवटा गयो भाइ टिकट यो हो होनमोनोको लुगाहरू त्यसको पहिला ओरिजिनल तर खतरा रहेछ है त्यसको होनमोनो पहिलाको आफ्नै लुगा के यो खनि यो लाखाने माथि अहिलेसम्म राखेको त्यहाँ दामी रहेछ त यो राजा है यो रेउमा भन्ने राजा रहेछ त्यो ओरिजिनल लुगा लगाएको रहेछ अब हामी चाहिँ माथि जान्छौँ टक्क यो पहिला निर्माण गर्दा रहेछ सुन्दै गर्नु होला मलाई चाहिँ केही थाहा छैन अनि सबै एक्सप्लेन गरिरहेको छ यो यहाँबाट होइन युद्ध हुँदाखेरि ड्रप गर्ने ढुङ्गाहरू हेर न स्टोन ड्रपिङ गीत गाउँदा युद्ध हुँदाखेरि यहाँबाट ढुङ्गा ए क्या गीत गाउनु सुनेको मैले चाहिँ अनि पहिलाको सेकाचुको के है त्यो भनेर पहिलाको जीवनशैली यस्तो रहेछ है यिनीहरूको टक्क वाउ कति राम्रो के रहेछ कि पहिला अहिले त्यो मात्र खाँदा यो छैन नि त अहिले ए यिनीहरू सबै सिटी भयो नि त यो बिल्डिङ मात्रै रहेछ मुला हेर न खोइ मुलाहरू ए पहिला पुरै किमोनो लगाएर गर्दो रहेछ है हेर न है सबै यो पहिलाको ठाउँ हो अनिवार्य लाउने रहेछ है प्रायः सबै लाउने रहेछ क्या यो चाहिँ अहिले सबै सिटी भइसकेको छ भने ऊ त्यो माथिदेखिको त्यो मात्र ओके या आई नो ब्रो थ्याङ्क यू कस्तो दामी देखेको छ यार हामी चाहिँ यो घरभित्र छौँ होइन त उयो यो घरभित्र उ त्यो अब हामी माथि जान्छौँ गाइस हामी चाहिँ यही ठाउँमा आएको है गाइस यो चाहिँ यहाँको नक्सा धेरै रमाइलो हुन्थ्यो पहिला चाहिँ वाह अब हेर्नु त गाइस यस्तो खतरा भ्यू छ होइन टक्क यस्तो यता देख्न सकिन्छ वाह ओ सुगोई देख्यो नि वाह हाँसी दगो तिम्रो रुम त्यो हाँसी भएको नजिक होइन क्या दामी भ्यू देखिँदो रहेछ यार वाह लु त गाइस हेर्नु त गाइस यस्तो स्वर्गको टुक्रामा म घुम्न आएको छु क्या उहाँ राजाको टाउको रहेछ उ त्यो कस्तो डर लाग्दो उ तलबाट झऱ्यो भने त गाई झऱ्यो भने चाहिँ सरी गाई तलबाट चढेको हो कि गाई चाहिँ हामी गलिएर पसिना पनि आयो होइन हिँड्दा तर एकदम बेस्ट ठाउँ रहेछ कि यो त हेर्नु त सबै देखिन्छ वा यता वरिपरि म एकचोटि फर्र घुम्छु है म यस्तोतिर हिँडिरहेको छु क्या यस्तो सही घुमिरहेको छु वा यस्तो राम्रो ठाउँ छ यस्तो दामी कोची केन यस्तो दामी सिटी रहेछ है चारैतिर सिटी नै सिटी हामी आएको भर्याङ चाहिँ अहिले यताबाट आएको लडी है बल्ल टक्क यस्तो देखिँदो रहेछ गाई चाहिँ हाम्रो प्रेमजी फेरि यता टक्क भिडियो बनाइराख्नु भएको छ बनाइरहेको छु मैले पनि होइन दामी देखिरहेको छ है दामी लाग्यो मलाई
गाइस तपाईँहरूलाई चाहिँ रमाइलो लागेको छ कि छैन तर मलाई चाहिँ एकदम मनमा सकुन मिलेको छ क्या एकदम लास्टै रमाइलो लागेको छ क्या यस्तो दामी ठाउँ है अघि यस्तो तलबाट आएको यहाँबाट यता गाडी नै लाग्दो रहेछ तल मुटु नै श्रिङ श्रिङ हुन्छ यो हामी अहिले बसेको चाहिँ यो राजा रानी बस्ने दरबारमाथि चाहिँ आएको छौँ है अनि यहाँबाट चाहिँ यो एउटा कोची प्रिफेक्चर है जापानको एउटा ठाउँ त्यहाँबाट चाहिँ सबै यहाँबाट भ्यूहरू देख्न सकिने रहेछ म चाहिँ अलिकति चेन्ज झन् काले भएको छ हामी यो बिल्डिङमा चढेर चाहिँ तल आएको कोही गाइस ए तिमी राजा भनेको होइन गाउँले लगेन टुरमा जानुभएको थियो क्या अर्को देशको म यहाँको राजा पो यहाँको राजा त छँदैछन् नि म त अर्को देशको राजा हो के यहाँ शासन गर्न आएको तिमी शासन गर्ने होइन साथीसँग दोस्ती थियो पहिला अनि बुढो मरिसकेपछि त अब धेरै वर्ष भयो नि त बुढो मरे अब म नेपालमा नारायण हिटी दरबारको राजा भन्न चाहन्छु कसलाई केपी बाबालाई खेद्ने हो केपी बाला पनि खेद्छु अहिलेको जुन छ नि राजा पहिलाको राजा राजालाई टोलीमा लड छोड्नु पर्यो उसको पनि लगभग उता हेर्ने भने होइन टाइम छैन ल गाइस फाइनल्ली हामी चाहिँ घुमियो है राम्रो ठाउँहरू एकदम स्वर्गका टुक्राहरू घुम्यो अब चाहिँ फाइनल्ली हामी यो जुन अहिले भर्खर तपाईँहरूलाई भ्यू देखाएँ त्यो भ्यू हेरिसकेर अब हामी चाहिँ फर्किने रुमतिर फर्किने तर्खर गऱ्यौँ होइन फर्किँदा बाजेर त्यहाँनिर आँखा टाटिसक्यो होला अन्त नि हेर्दा पर्खिँदा अब चाहिँ जाऊँ मलाई है कस्तो लाग्यो आज माया एकदम रमाइलो लाग्यो अब भोक लागेपछि चाहिँ उता रामेतिर जानुपर्छ ल भाइलाई कस्तो लाग्यो धेरै धेरै रमाइलो यता प्रेमजी नाचेको मान्छे त के भएको ज्याकेट शरीर तन्काएको हो अहिले ज्याकेटै बिर्साउनु भयो त्यो रमाइलोले ए मेरो ज्याकेट त म मास्क पनि छ फेरि ल गाइज हामी जान्छौँ है हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ तपाईँहरूलाई है गरिदिनु होला एकदम मेरो बेल आइकनलाई टङ पारिदिनु होला मन पऱ्यो भने यो हाम्रो एकदम अविस्मरणीय क्षण कहिले नि भुल्ने छैनौँ है